आजको मेन्यूमा के रहेछ हेरौँ है त। आजको मेन्यूमा भुटन रहेछ। आज हामी भुटन खाने भयौँ। भुटन चिउरा यहाँ पानी ताप्दैछ। अब हामीलाई बोइल गरेर हामी एकछिन रेडी गर्छौँ यसलाई। भुटन हामी यहाँ बोइल हुँदैछ हाम्रो। अब एकछिन यसलाई बोइल हुन दिन्छौँ मजाले। त्यसपछि हामी यसलाई बनाउन रेडी गर्छौँ। दामी खाने हो भुटन आज हाम्रो चाहिँ। यहाँ अब भुटन बोइल भइसकेको छ। हामीले नेवारी सेफ छ एकजना, नेवारी सेफले बनाएछ। नाम चाहिँ रिभिल गर्दिनँ म, पछि 100K सब्सक्राइबर पुगेपछि मात्रै म रिभिल गर्छु सबैको, हाम्रो सेफहरूको फेस। अहिलेलाई चाहिँ इन्जोय द फुड, इन्जोय द रेसिपी। हामीले भुटन यहाँ भुटिँदैछ, प्याज हालेर हामी मजाले भुट्दैछौँ। हामीले सेफ सर हुनुहुन्छ नेवार सरले यहाँ भुट्नुहुँदैछ। चलाएर देखाइदिनुहोस् त एकचोटि। आहा कति मिठो बास्ना आएको। आहा हेर्दै खाउँ लाग्ने। साथीले यहाँ भुटन भुट्दैछ। हामी चाहिँ कति बेला पकाउँछ र खाम भइसक्यो। यहाँ छिटो पकाउ साथी, भोक लागिसक्यो। हाम्रो भुटन एकदम रातो भइसकेको छ हेर्नुहोस्। एकदम के भयो मुखबाट पानी आउने रसिलो। बिस्तारै हामी आउटलेट खोल्दैछौँ। हाम्रो खाजा पसलमा आइदिनु होला। हाम्रो खाजा पसलको नाम हो नेवारी भाइको खाजा पसल, खत्री भाइको मोमो पसल। यता हाम्रो अर्को साथीले चाहिँ यहाँ हाम्रो आलु मटरको अचार बनाउँदैछ। एकदम दामी आज हाम्रो एकदम होइन चिउरा आलु चिउरा भुटन अनि आलु मटरको अचार दामी खाइन्छ आज एकदम। यता साथी चाहिँ चिउरा उठाउँदैछ। यो साथी चाहिँ मासु कति बेला पाक्छ र चाखौँ भनेर बसेको। लगाइस मैले चाहिँ चाखेँ एउटा। अब कस्तो भयो भन्दा दामी भएको छ दाइ, एकदम मिठो। हाम्रो भुटन रेडी छ। हाम्रो यहाँ अचार पनि रेडी छ। अब केटाहरू खाना पनि रेडी छ नि। यहाँ सानो भाइ खोइ